बहिनी के गर्न लाग्नु भएको छ हजुरले? म त मासु बनाउन लागेछु। हो के को मासु हो? ए खुट्टा रहेछ नि ब्रोइलरको। Oh my god. मासु तेलमा फ्राई गर्दैछु। ए माथो हातो भलाइ गरेर खानु पर्छ तन्ने पाएन आधा माथो आधा त पाती छ पानी बजे बजे अनि को हो त हजुरकोमा? यो नादिने हो माथो भन्न लागेको छ पाती छ क्या धनगादी छिट्यो धानबली थुमाले अहिले थुमाले कुवायो पानी आएर छ धानबली कुइया अब त्यही पनि ल्यायो कुइया आया धान छिद्दिया खतम भयो पाती गलाउनु पर्यो। नातिनी त धेरै राम्री हुनुहुँदो रहेछ बजे, नातिनी त धेरै राम्री हुनुहुँदो रहेछ। बोझा कहिले धौधौ बोल्ने भने नातिनी मानेले हुने हो। हजुरको हाँसो त धेरै राम्रो। हाँसो त हाम्रो बजेको 32 करोडको हाँसो हो नि तोराईको हाँसो होला 32 होइन जतै नातिनी उतै बोझा खाएको नातिनी नातिनी धौधौ बोल्ने हाम्रो बजेको दारा हो न 1 मिलियनका। दा अब बुढी दा कहाँ आउँछ नि बजे उनीभित्र पनि भट्टे किलो हालिनौ त। अब मात्रै त हुन्छ अब हेर्नुहोस् गाइस हाम्रो घर यस्तो भट्टे किलो हुन्छन्। किलो उडेर गयो नन्नी बुढी हो भाइ पार्टी छ बाबु पार्टी कुया धन के को पार्टी हो आज? धान सिद्धिया पार्टी हो धान ए धान काटेर सिद्धिया पार्टी। धान थैला थुमाले खुला नेपालमा बारिश आएर धान खतम बनायो क्या पार्टी गर्नु पर्यो खानु पर्यो। यो चुलामा बनाएको आगोमा बनाएको मासु त धेरै मिठो हुन्छ है। साह्रै मिठो हुन्छ साह्रै मिठो। अच्छा हुन्छ मलाई दिनुहुन्छ कि नै? आएर हेर्नु होला। आएर तागेले भयो अहिले अचम्मै मिठो हुँदा क्या हो। अहिले पाँच यो छोरो तागेले भयो गए त्यसो भने लान्छौ नि क्या होला नि आएन। अनि भुइँसो भ्याए छ कि नै? भुइँदो भ्या छ दुध पनि छ कस्तो रहेछ के? अनि अब आएन अब लाल दौन भन्दा माथि यो थोलो तागेन गयो क्या भयो त यहाँ मसला पिनेछु टमाटर पनि काटेछु कति राम्रो। प्याज पनि काटेर राखेछु। अब यहाँ मासुमा नुन हालिसकेछ अब म भुइँसो किन्न आएको थिएँ क्या। भुइँदो अब कति अरू भन्छौ भैँसो यही एउटै भुइँदो दुध खाना एउटै भन्छ दुध खाने भुइँदो तिमीहरूले दियो भने अब त्यहाँ खाऊ बिहान यता भन्नुहुन्छ क्या। अनि अब भुइँदो त हुँदैन अन्तै दाउ गाउँ गोरुलाई डाल्नु गोरु धोइ खानु होला। गोरु नाइ गोरु हजुर नै धोइ खानु। गोरु नै मैले कहिले खाए छैन, हजुरलाई आउँछ होला गोरु धोइ खान। धोइकिन गोरुको दुध खानु गोरु धुन हजुरलाई ए हजुरले खानु बारै छ, म त खान। गोरु गोरु बिहा छ। गोरु बिहा लाग्छ अन्त ल्याएर गोरु धुन थाउँदै भने लाग्दैन नि त हामी थाउँदैनौँ त्यही भएर त्यो गोरुले हजुरको दाँत भाँच्दिया रहेछ, बल्ल थाहा भयो आज। लाटा हानेन भाँच्यो लाटा हाने दाना भाँच्यो नै 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 भयो भयो हजुर जति मेरो दाँत पनि भाँच्दैन, म त लाग्दिनँ। मिलाएर लाटा लाटा हाने दाँत भाँच्यो गोरु बिहा त एक बाटी पनि फेरि लैदाउ। हामी धुँदो नै नै भयो लिदिनँ म त। लाटा हानेर बाहिर बाटा हालिदिन्छ बाँध लाटा हानेर बाहिर बाटा हालिदिन्छ